हेलो साथीहरु नमस्ते। अनि आज चाहिँ जाँदैछु म माइत। अनि माइत जाने बेलामा चाहिँ मलाई बमिट गर्दा गर्दा मेरो हालत यस्तो खराब भइसक्यो त्यो कुरै छोड्दिन। अनि म चाहिँ केही भिडियो बनाउन सकिनँ। अनि एकैचोटी मैले चाहिँ जे कारण ल्याएको हो त्यो कारणदेखि मैले चाहिँ भिडियो बनाउन थालेँ। अनि खासमा चाहिँ हामी आएको चाहिँ मम्मीको शुक्रबारको उद्यापन रहेको थियो, त्यही भएर हामी चाहिँ आएको थियौँ। अनि यता हामी आउँदाखेरि चाहिँ भाइले चाहिँ फ्रिज पनि लिएर आयो। साथीहरु हेर्नुस् मम्मी चाहिँ कति खुसी हुनुभएको, खुसीले के बोल्नुभएको मम्मीलाई पनि थाहा छ। मम्मी ह्यापी फ्रिज सो मम्मीलाई चाहिँ यसबारेमा चाहिँ केही आइडिया नै थिएन। भाइले चाहिँ सरप्राइज दिएको अरे, अनि त्यही भएर सरप्राइज म त साँच्चै कि सरप्राइजै हुनुभयो। मम्मीलाई त केही आइडिया नै थिएन। मम्मीलाई त त्यो फ्रिज पुरानो फ्रिज बनाउने हो कि के गर्ने हो भनेर बसिराख्नु भएको थियो। एकैचोटि भाइले चाहिँ नयाँ फ्रिज ल्याएर देखाइदिँदाखेरि त मम्मी त छक्क पर्नुभयो। अनि त्यसपछि मम्मी चाहिँ यतातिर आएर पूजा गर्न थाल्नुभयो। अनि किताब चाहिँ मेरो बुढोले पढ्न थाल्नुभयो। अनि यता भाइ चाहिँ सुनिरहेको थियो। अनि यता मम्मीले पूजा सकाएर अनि यता फ्रिजको पनि पूजा गर्न थाल्नुभयो। अनि फ्रिजको सबै पूजा गरिसकेपछि यता आरती पनि देखाउँछु भन्नुभयो। अनि आरती पनि देखाउन थाल्नुभयो मजाले, तलदेखि माथिसम्म पुरै आरती देखाउन थाल्नुभयो। अनि मम्मी यति खुसी हुनुभयो थियो नि, मम्मीको त सीमै थिएन। अनि यता मेरो छोराको बेग्लै नक्कल चलिरहेको थियो। अनि यतातिर चाहिँ मम्मीले 8वटा बच्चाहरू खोजेर ल्याएर अनि सबैलाई टिका चन्दन गरिदिनु भयो। अनि टिका चन्दन गरिसकेपछि चाहिँ केराको पातमा खुवाउनुपर्छ। अनि त्यही भएर भाइले चाहिँ सबैलाई केराको पात बाट्यो। त्यसपछि सबै बच्चाहरूले चाहिँ सन्तोषी माताको नाम लिएर खान थाले। सन्तोषी माता की हात उठाएर हो, जय सन्तोषी माता की जय, जय सन्तोषी माता की जय। त्यसपछि सन्तोषी माताको जयकारा लगाएर सबै बच्चाहरूले ढोगेर खान सुरु गरे। अनि यता मेरो छोरोलाई चाहिँ आफ्नो घरमा भएर होला बेग्लै सान छ मेरो छोरोको चाहिँ। अनि एक्ला यतातिर छुट्टै बसेर मेरो छोरो खाइरहेको थियो। अनि यता मम्मीले चाहिँ सबैजनालाई पङ्खा हम्केर खुवाइसकेपछि सबलाई केराको रूपमा प्रसादी दिनुभयो। अनि त्यसपछि चाहिँ हामीले रातभरि फ्रिज अन गरेको थिएनौँ। अनि त्यसपछि भोलिपल्ट मम्मीले चाहिँ फ्रिज अन गर्नुभयो। अनि फ्रिज अन गर्दाखेरि मम्मी यति खुसी हुनुभयो कि अनि बत्तीहरू हेर्न थाल्नुभयो। त्यसपछि हामी घर फर्क्यौँ। आजको ब्लग चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।